हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। फेरि पनि म उपस्थित भइसकेको छु हजुरहरूको माझ। उही होइन, कुच्चेको डेक्ची जस्तो फेस लिएर हजुरहरूको माझ उपस्थिति भइसकेको छु। र आज भने म चाहिँ हजुरहरूको माझ अलिकति केही फरक विधामा आएको छु। जुन कुरा भनेको म आज हजुरहरूलाई बताउने छु, त्यो कुरा हजुरहरूले चाहिँ सुन्न जरुरी छ। र जबसम्म हजुरहरूले मजाले सुन्नु हुँदैन तबसम्म केही पनि कुरा बुझ्नु हुँदैन। त्यसको लागि चाहिँ हजुरहरूले चाहिँ फर्स्टदेखि अन्तिमसम्म भिडियोलाई हेर्न जरुरी छ। किन त भन्दाखेरिमा तपाईँले केही पनि चिज हेर्दै हुनुहुन्छ भने जबसम्म फर्स्टदेखि इन्डसम्म हेर्नु हुँदैन तबसम्म केही पनि बुझिँदैन कि। किन त भन्दाखेरिमा हाफ नलेज इज अलवेज डेन्जरस भन्छ नि त होइन। हाफ नलेज लिनु भनेको एकदमै घातक हुन्छ क्या। किन त भन्दाखेरिमा तपाईँले कसैको बारेमा अलिकति सुन्नुभयो र त्यसको बारेमा डिटेली नै सुन्नु भएन भने कसैलाई गएर तपाईँले जति सुन्नुभएको छ त्यति नै सुनाउने हो क्या। र अर्को व्यक्तिले पनि तपाईँले जुन सुनाउनु भयो त्योभन्दा अझै कम सुनाउने हो। त्यही भएर चाहिँ यदि तपाईँले कसैको बारेमा बोल्न चाहनुहुन्छ भने होइन, त्यो व्यक्तिको बारेमा सबैभन्दा ठुलो कुरा 100% उसको बारेमा सबै कुरा बुझ्न जरुरी छ। जब बुझ्नुहुन्छ तब बोल्नुहोस् मजाले ढुक्कका साथ है त। र आज भिडियोलाई सुरुवात गर्नुभन्दा या भिडियोलाई सुरु गर्नुभन्दा अगाडि म हजुरहरूसँग चाहिँ एउटा रिक्वेस्ट गर्न चाहन्छु। र यदि तपाईँहरूको मोबाइलसम्म यो भिडियो पुग्यो भने, पुगिसकेको छ भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस् है। किन त भन्दाखेरिमा जब तपाईँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहुन्छ तब मात्रै मलाई पनि अगाडि बढ्न एकदमै सजिलो हुन्छ र मलाई पनि अलिकति ऊर्जा थपिन्छ है त। र भिडियो चाहिँ के छ त भन्दाखेरिमा आज म हजुरहरूलाई जिन्दगी भनेको के हो त खासमा होइन, जिन्दगी चाहिँ के हो त, जिन्दगीले के भइरहेको छ, मान्छेको जिन्दगी भनेको के रहेछ त भन्ने कुरा तपाईँहरूलाई बुझाउने छु। र त्यसको बारेमा बुझ्नुभन्दा अगाडि लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनुहोस् है त गाइस। ओके, ढिला नगरी म हजुरहरूलाई चाहिँ लाइफको बारेमा भन्न गइरहेको छु। खासमा मान्छेको जिन्दगी के हो त, जिन्दगी भनेको के हो त भन्दाखेरिमा हजुरहरूलाई बुझाउँदै क्रममा जबसम्म मान्छेको जन्म हुन्छ त्यहाँदेखि मृत्यु नहुन्जेलसम्म बिचमा आउने जुन पिरियड छ, जुन समय छ, खासमा त्यही नै हो कि जिन्दगी होइन। अनि मान्छेको जब जन्म हुन्छ, जन्म भइसकेपछि मृत्यु हुँदासम्मको जुन लाइफ जर्नी छ, जुन त्यो जर्नीमा तपाईँहरूले के गर्नुहुन्छ त होला। त्यो जर्नी गर्दै गर्दाखेरि कहिले दुःख होला, कहिले सफल होला, कहिले गाह्रो होला, कहिले दुःख, हरेक चिज आउँछ जिन्दगीमा होइन, लाइफमा। त्यो हुँदै हुँदा होइन एकदमै गाह्रो त हुन्छ होइन, तर त्यो गाह्रोमा पनि आफूले निरन्तर दिइराख्नु, कहिल्यै पनि पछाडि नहट्नु। जुन तपाईँले गरिराख्नु भएको छ त्यो चिजलाई चाहिँ तपाईँले कहिल्यै पनि नछोडेर मजाले अगाडि बढिराख्नु नै एउटा जिन्दगी हो जस्तो मलाई लाग्छ। किन त भन्दाखेरिमा आज हेर्नुहुन्छ भने मलाई हेर्नुहोस्, म एउटा मिडल क्लास फ्यामिलीदेखि बिलङ गर्ने व्यक्ति। जुन समयमा भनेको एउटा मैले राम्रो पढ्न सकेन, राम्रो खान सकेन, राम्रो लाउन सकेन, र मलाई यो चिजदेखि पनि छैन भनौँ न, दुखी पनि छैन। मैले यो गर्न पाएन मेरो जिन्दगीमा, यो चिज भएन भनेर मलाई त्यो पनि दुखी पनि छैन। र किन त भन्दाखेरिमा सबैभन्दा ठुलो कुरा एउटा गरिब परिवारमा जन्म लिनु भनेकै एकदमै ठुलो भाग्यमानी ठान्छु क्या। किन त भन्दाखेरिमा जब म गरिबको कोखमा जन्म लिएँ नि तब मात्र मैले मेरो जिन्दगीलाई बुझ्ने मौका पाएको हो क्या होइन। यदि तपाईँ पनि जिन्दगीको बारेमा जिन्दगी बुझ्न चाहनुहुन्छ भने एकचोटि गरिब भएर सोच्नुहोस् क्या होइन। धनी मात्रै भएर होइन, एउटा चिल्लो गाडी, चिल्लै ठाउँमा चिल्लै खाने, चिल्लै बस्ने, चिल्लै कुद्ने तरिकाले भन्दा पनि एकचोटि गरिब भई सोच्नुहोस् न, कति कलरफुल या कति ब्युटिफुल छ क्या लाइफ होइन। किन त भन्दाखेरि एउटा गरिबलाई कलरफुल लाइफ हुनको लागि उसलाई केही चाहिँदैन क्या। उसँग चिल्लो गाडी होस्, खानको लागि दलेको दाल फलेको भात के भन्छ त्यो नभए पनि उसले बस एउटा खुसीका साथ जिन्दगी जिउन चाहनु भनेकै त्यही नै एउटा उसको खुसीको लाइफ हो क्या। त्यही भएर चाहिँ म चाहन्छु कि मैले जुन कुरा मैले गरेँ मेरो लाइफमा, जुन कुरा मैले भोगेँ त्यही नै मेरो जिन्दगीको लाइफ हो जस्तो मलाई लाग्छ। किन त भन्दाखेरिमा जब पनि मैले एउटा भनौँ न मेरो लाइफको जर्नी थियो, मैले धेरै जर्नीहरू पार गरेँ होइन, विभिन्न ठाउँहरूमा काम गरेँ, विभिन्न ठाउँहरूबाट पनि अगाडि बढ्दै गएँ। त्यो गर्ने क्रममा धेरै मान्छेहरू भेटिए, कोही राम्रा भेटिए, कोही नराम्रा भेटिए, कोही मेरो जिन्दगीको करिब आएर बुझ्ने मान्छे भेटे, कोही मलाई भनौँ न त यस्तो भनेर ठुक्राएर जाने व्यक्ति भेटे होइन। र कोही भनेको मायाको
रूपमा नाटक गरेर जाने व्यक्ति भेटेँ, कोही भनेको सच्चा दिलले माया गर्ने व्यक्ति भेटेँ, कोही भनेको सच्चा मनले माया गर्ने सपोर्ट गर्ने व्यक्ति भेटेँ, कोही भनेको त्यही ठाउँमा मलाई मेरो जिन्दगीको लाइफको बारेमा इन्टरफियर गर्ने व्यक्ति भेटेँ होइन। अब जिन्दगी हो, जिन्दगीमा सबै चिज भेटिन्छ। अब जिन्दगीमा ठेस लाग्यो भन्दैमा मलाई त ठेस लाग्यो, म त हिँड्नै नहुने रहेछ भनेर बस्नु पनि भएन होइन। मलाई त बिरामी भयो, अब म त कामै नगर्नु पर्ने रहेछ भनेर पनि भएन होइन। किन त भन्दाखेरिमा जिन्दगी हो, जिन्दगीमा सबै चिज आउँछ, अप एन्ड डाउन हुन्छ होइन। त्यो अप एन्ड डाउन हुँदै गर्ने क्रममा अब त्यसलाई चाहिँ कसरी पार गर्ने भन्ने कुरा मान्छेले चाहिँ सोच्न जरुरी छ। बुझ्नुभयो कि नै त। जब तपाईँहरूले चाहिँ जिन्दगीलाई मनदेखि बुझ्नुहुन्छ नि, तब मात्रै जिन्दगी कलरफुल लाग्छ क्या। नत्र भने आज हेर्नुहोस्, मसँग केही पनि छैन, म खुसी हुनको लागि मसँग त्यस्तो केही चिज छैन, तर पनि म खुसी छु। मलाई खुसी हुनको लागि ठुलै चिज चाहिन्छ भन्ने छैन। मलाई खुसी हुनको लागि सानो क्षण भए पनि म खुसी हुन सक्छु होइन। त्यही भएर चाहिँ सबैभन्दा ठुलो कुरा, मनमा जति धेरै पीडा भए पनि खुसी हुन सिक्नुहोस् क्या। किन त भन्दाखेरिमा तपाईँ पीडित हुनुहुन्छ, पीडा लिनुहुन्छ भने तपाईँ छिट्टै नै जानुहुन्छ क्या। तपाईँको जुन लाइफ छ, तपाईँले जुन लाइफ लिएर आउनुभएको छ, भगवान्ले तपाईँलाई जति समय दिएको छ त्यो समयभन्दा पनि अगाडि नै जानुहुन्छ क्या। बुझ्नुभयो कि नै त। त्यही भएर चाहिँ त्यो समयभन्दा अझै राम्रो बाँच्न चाहनुहुन्छ भने चाहिँ खुसी हुनुहोस् क्या। तपाईँको मनमा जति धेरै पीडा भए पनि खुसी हुन चाहिँ सिक्नुहोस्। बुझ्नुभयो कि नै त। किन त भन्दाखेरिमा खुसी नै मान्छेको अझै जुन भगवान्ले दिएको समय छ त्योभन्दा बढी पनि बाँच्न सक्छ क्या। बुझ्नुभयो कि नै त। खुसी भनेको यस्तो चिज हो। त्यही भएर चाहिँ लाइफमा खुसी हुन सिक्नुहोस् गाइज होइन। यही नै भन्न चाहन्छु म, यति नै भन्न चाहन्छु। आजको मेरो भिडियो यति नै, हजुरहरूलाई है जिन्दगीको बारेमा यही नै बताएँ होइन। मैले जिन्दगीलाई जसरी बुझेँ, जसरी देखेँ, त्यसरी नै मैले तपाईँहरूको माझ देखाएँ होइन। अब हजुरहरूले चाहिँ कसरी जिउनुभयो त जिन्दगी, कसरी बुझ्नुभयो त जिन्दगीलाई, त्यो जिन्दगीको बारेमा हजुरहरूले पनि बताउन सक्नुहुन्छ। बुझ्नुभयो कि नै त। र यही नै भन्न चाहन्छु हजुरहरूलाई, मेरो भिडियो धेरै लामो बनाउन चाहँदैन। हजुरहरूलाई के लाग्छ, कस्तो लाग्छ, सल्लाह सुझाव दिन चाहिँ नबिर्सनु होला। मैले जिन्दगीलाई जस्तो देखेँ त्यस्तै देखाएँ होइन। हजुरहरूको जिन्दगीलाई तपाईँले कस्तो देख्नु भएको छ त्यस्तै भन्न सक्नुहुन्छ। यही नै भन्न चाहन्छु। थ्याङ्क यू सो मच अहिलेसम्म हेरेर साथ दिनुभयो। फेरि पनि अर्को आउँदो भिडियोमा भेट हुने बाचा गर्दै हजुरहरूबाट छुट्टिन्छु। यति नै भन्न चाहन्छु। बाई बाई, लभ यु अल, थ्याङ्क यू सो मच। मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनु होला।